विक्रमसम्म 2074 सालको निर्वाचनपछि अर्थात् आजभन्दा 8 वर्ष अगाडि मात्रै प्रतिनिधि सभामा कम्युनिस्टहरूको बहुमत थियो। एमाले र माओवादीले गठबन्धन गर्दै चुनाव लडेका थिए र एकता गरेर बनेको नेकपासँग मात्रै प्रतिनिधि सभामा झण्डै 2/3 थियो। 275 जना संसदीय सदस्य रहने व्यवस्था रहेको प्रतिनिधि सभामा एमाले र माओवादी मिलेर बनेको नेकपासँग मात्रै 176 सिट थियो। एमाले प्रत्यक्षतर्फ 80 र समानुपातिकतर्फ 41 गरी सङ्घीय संसदमा एमालेको मात्रै कुल 121 सिट थियो र माओवादीले प्रत्यक्षतर्फ 36 र समानुपातिकतर्फ 18 गरी कुल 54 सिट जितेको थियो। नेपाल मजदुर किसान पार्टी र जनमोर्चाले 1-1 सिट जितेका थिए। कम्युनिस्टहरूसँग प्रत्यक्षतर्फ मात्र 118 सिट थियो। समानुपातिकतर्फ कम्युनिस्टहरूले 48% मत पाएका थिए। 7 प्रदेशमध्ये 6 प्रदेशमा त कम्युनिस्टहरूले 2/3 बहुमत सहितको सरकार बनाएका थिए। जनमतकै हिसाब गर्दा योभन्दा ठूलो जगजगी 2064 सालमा थियो। सशस्त्र विद्रोह गरेर आएको माओवादी, संसदीय राजनीति गरिरहेको एमाले सहितका दलहरूले त्यो चुनावमा कुल मतको 55.8% मत प्राप्त गरेका थिए। त्यो बेला 601 जना सांसद मिलेर बनेको संविधान सभामा माओवादी एक्लैले 229 सिट जितेको थियो। प्रत्यक्षतर्फका 240 मध्ये आधा अर्थात् 120 सिट त माओवादी एक्लैले जितेको थियो। समानुपातिक र प्रत्यक्ष गरी एमाले 108, मालेले 9, नेकपा संयुक्तले 5, जनमोर्चाले 4 र नेपाल मजदुर किसान पार्टीले 5 सिट जितेका थिए। त्यो बेला सबै कम्युनिस्ट पार्टीहरूको सांसद संख्या मात्रै 368 थियो। नेपालको संसदीय राजनीतिमा कम्युनिस्टहरूको त्यो एउटा असाधारण उपलब्धि थियो। तर 2070 सालको संविधान सभामा संसदमा कम्युनिस्टहरू ठूलै आकारमा घटे। पार्टी मततर्फ 44.56% कम्युनिस्टहरूले पाएका थिए। प्रत्यक्ष र समानुपातिक गरी एमाले 185, माओवादीले 83, मालेले 5, जनमोर्चाले 3, नेपाल संयुक्तले 3 र नेपाल मजदुर किसान पार्टीले 4 सिट गरी कम्युनिस्टहरूसँग जम्मा 283 जना सांसद थिए। 2079 सालको पछिल्लो चुनावकै कुरा गर्दा कम्युनिस्टहरू नै एक अर्का विरोधी प्रमुख प्रतिस्पर्धी बन्न पुगेका थिए। माओवादी, एकीकृत समाजवादी र जनमोर्चाले काङ्ग्रेससँग मिलेर निर्वाचनमा उमेकाले 74 वटा निर्वाचन क्षेत्रमा त काङ्ग्रेसका उम्मेद्वार नै थिएनन्। यी क्षेत्रहरूमा काङ्ग्रेसको समर्थन कम्युनिस्ट उम्मेद्वारले नै गरेका थिए। अर्थात् काङ्ग्रेससँगै गठबन्धन गरेर भए पनि कम्युनिस्टहरूले आफ्नो सिट सुरक्षित गरेका थिए। 2079 को निर्वाचनबाट कम्युनिस्टहरूले जितेको सिट संख्या 121 थियो। एमाले प्रत्यक्षतर्फ 44, समानुपातिकतर्फ 34 गरी कुल 78 सिट जितेको थियो। माओवादीले प्रत्यक्षतर्फ 18 र समानुपातिकतर्फ 14 गरी कुल 32 सिट जितेको थियो। एकीकृत समाजवादीले प्रत्यक्षतर्फ 10, जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले 1-1 सिट जितेका थिए। 2079 सालको निर्वाचनमा कम्युनिस्टहरूले समानुपातिकतर्फ पाएको मत मात्रै 42.55% थियो। तर यसपटक कम्युनिस्टहरूको समानुपातिकतर्फ पनि असाध्यै कमजोर मत देखिएको छ। कुनै जमानामा संसदमा बहुमतले राज गरेका कम्युनिस्टहरू आज किन यसरी कमजोर हुन पुगे त? कुनै बेला प्रतिनिधि सभामा जगजगी रहेको कम्युनिस्टहरूको कसरी सर्वनाक हार भयो त? आउनुहोस् आजको यो भिडियोमा कम्युनिस्टहरूको जगजगीदेखि कमजोरीसम्मको यात्रालाई विस्तृतमा बुझ्ने कोसिस गरौँ। प्रस्तुत छ द एन्ड अफ कम्युनिस्ट डे को। 2046 सालको परिवर्तनपछि शक्तिशाली बनेका कम्युनिस्ट दलहरू 2074 को प्रतिनिधि सभा निर्वाचनसम्म नेपाली राजनीतिको मियो नै थिए। तर अहिले सर्वहाराको मुद्दा उठाएर बुर्जुवाका पक्ष पोषण गर्दा कम्युनिस्ट दलहरूको भयानक पतन भएको छ। नेपालमा कम्युनिस्ट पार्टीको इतिहास लामो छ। विश्वमै कमजोर बन्दै गएको भनिएको कम्युनिस्ट पार्टी अनेकौं टुटफुट र उतार चढावका बीच पछिल्लो निर्वाचनपछि भने नेपालमा जनताले रुचाएको सर्वप्रिय पार्टी बन्यो। तर यो सर्वप्रियतामाथि अहिले धमिरा लागिसकेको छ। नेपालका कम्युनिस्ट पार्टीहरूको साझा चरित्र नै हो कि सामान्य कुरा नमिल्ने बित्तिकै पार्टी फुटाइहाल्ने। विश्वकै अथवा नेपालकै सन्दर्भ हेर्दै गर्दा कस्तो नेतालाई कम्युनिस्ट नेता भन्ने त? अथवा के आधारमा कुनै पनि पार्टीलाई कम्युनिस्ट पार्टी भनिएको हो त? सुरुमा यो कुराले बुझौँ है त। कम्युनिस्ट नेता भन्नाले कम्युनिजमको विचारधारामा विश्वास गर्ने, श्रमिक वर्ग जस्तै ज्याला मजदुर गरेर खाने, कामदार र किसानको हकहितका लागि राजनीति गर्ने र वर्गहीन अर्थात् धनी र गरिब दुवै बराबर हुने गरी समाज निर्माण गर्ने र मूल रूपमा कम्युनिजमको विचारधारामा विश्वास गर्ने नेताले बुझिन्छ। कुनै पनि कम्युनिस्ट पार्टी वा नेताले सामान्यतः यी यस्ता विशेषताहरू बोकेका हुन्छन्।
हुन्छन्। जस्तै समाजमा रहेको वर्ग विभाजन, धनी गरिबको अन्त्य हुनुपर्छ भन्ने विश्वास, उत्पादनका साधन जस्तै जमिन, उद्योग, प्राकृतिक स्रोतहरू निजी व्यक्तिको नभएर बरु सामूहिक वा राज्यको स्वामित्वमा हुनुपर्छ भन्ने धारणा, आर्थिक समानता र सामाजिक न्यायलाई प्राथमिकतामा राखेर श्रमिक वर्गको शासन स्थापना गर्नुपर्छ भन्ने विचार कम्युनिस्टहरूको मूल मन्त्र हो र कम्युनिस्टहरू वामपन्थी अर्थात् लेफ्ट विङ पोलिटिकल आइडियोलोजीलाई एडभोकेट गरेका हुन्छन्। सरल भाषामा भन्नुपर्दा वामपन्थी विचार भनेको समानता, सामाजिक न्याय र श्रमिक वर्गको अधिकारले सुनिश्चित गर्ने विचारधारा हो। तर नेपालका कम्युनिस्ट नेताहरूले कसरी आफ्नै वामपन्थी विचारको धजिया आफैले उडाएका छन् भन्ने कुरा त हामी पछि भिडियोमा चर्चा गर्ने नै छौँ। तर सुरुमा नेपालमा कम्युनिस्टहरूको जगजगीदेखि कमजोरीसम्मको यात्राले विस्तृतमा बुझौँ है त। विक्रमसम्म 2070 सालको संविधान सभाको निर्वाचन। यो निर्वाचनमा तत्कालीन नेकपा माओवादी केन्द्रले चुनावमा आफ्नो हार पक्का हुने भएपछि आफ्नो हारलाई स्वीकार्नै सकेन र निर्वाचनमा धाँधली भएको भन्दै संविधान सभा बहिष्कार गर्ने जस्ता अभिव्यक्तिहरू माओवादीका शीर्ष नेताहरूले दिएका थिए। नेकपा माओवादी केन्द्रका अध्यक्ष कमरेड पुष्पकमल दाहाल प्रचण्ड, अर्का नेता डाक्टर बाबुराम भट्टराई र मोहन वैद्य लगायतले मतगणना स्थलमा मतगणना चलिरहेकै बेला आफूहरूको हार पक्का हुने भएपछि मतगणना स्थलबाट नै उठेर हिँडेका थिए। अब माओवादीका नेताहरू आफूले हार्ने पक्का भएपछि त्यसरी मतगणना स्थलबाट उठेर हिँड्नु सामान्य कुरा थिएन, किनकि उनीहरूले त्यति बेला बाहिर आएर जसरी जुन अभिव्यक्तिहरू दिए ती अभिव्यक्तिहरूमा उनीहरूले आफ्नो हार स्वीकार्ने नसक्ने र सत्ता जगाउनका लागि जसरी पनि चुनाव जित्ने उनीहरूमा भएको एउटा अहङ्कारी अडान देखिन्थ्यो। यस्तै 2074 सालको स्थानीय तहको निर्वाचनमा चितवनको भरतपुर महानगरपालिकामा मेयर पदका लागि उम्मेद्वार बनेका दुई कम्युनिस्ट नेताहरू, जहाँ नेकपा एमालेको तर्फबाट देवी गेवाली र नेकपा माओवादीको तर्फबाट रेणु दाहाल बीच एक आपसमा प्रतिस्पर्धा चल्दै थियो। जब देवी गेवालीले 40,980 मत लिएर रेणु दाहाललाई 784 मतले पछाडि पारिन्, नेकपा माओवादीका केही समर्थकहरूले मतगणना भइरहेकै बेला मतगणना स्थलमै मतपत्र च्यातिदिन्छन्। नेकपा एमाले माओवादीद्वारा मतगणना चलिरहेको बेला मतपत्र च्यातेर चुनावी धाँधली गरेको भने त्यस क्षेत्रमा उपचुनाव हुन नहुने भन्दै विरोध गरिरहेको थियो भने यता नेकपा माओवादीले निर्वाचन आयोगले त्यस क्षेत्रमा जसरी पनि फेरि उपचुनाव गर्नुपर्ने भन्ने अडान राखेको थियो। दुवै कम्युनिस्ट नेताहरूले त्यसरी राखेका फरक फरक माग र अडानलाई यथास्थितिमा राख्दै त्यस क्षेत्रमा त्यसरी मतपत्र च्यातिएपछि रोकिएको निर्वाचनलाई निर्वाचन आयोगले रद्द गरेको थियो र त्यस क्षेत्रको चुनावलाई आफ्नो जिम्मेवार स्वरूप निर्वाचन आयोगले त्यहाँ फेरि उपचुनाव गराएको थियो। यो चुनावमा ट्विस्ट त त्यति बेला हुन्छ जति बेला माओवादी, जसले त्यहाँ त्यसरी मतपत्र नै च्यातेर चुनाव रद्द गराएको थियो, उही माओवादीकी उम्मेद्वार रेणु दाहालले नै त्यो क्षेत्रको उपचुनाव जित्छिन्। मतपत्र च्यातेर चुनावी धाँधली गर्न कम्युनिस्टहरू मात्रै नभएर काङ्ग्रेस पनि कम्युनिस्टहरूभन्दा कम थिएन। 2079 सालकै स्थानीय चुनावमा ओखलढुङ्गाको चिसमसुगढीमा काङ्ग्रेसका नेताहरूले त्यस क्षेत्रमा मतपत्र च्यातेपछि निर्वाचन आयोगले त्यहाँको चुनाव पनि रद्द गरेको थियो। पुराना निर्वाचनहरूमा काङ्ग्रेस, एमाले र माओवादीहरूले आफूले निर्वाचन हार्ने पक्का भएपछि चुनाव बहिष्कार गर्ने, निर्वाचनमा धाँधली भयो भन्ने जस्ता अभिव्यक्तिहरू दिन्थे कि त मतपत्र च्यातेर चुनाव नै रद्द गर्थे। तर यो पालि रासोपाले देशभरिबाट 125 सिटमा विजय हासिल गर्दै गर्दा र काङ्ग्रेस, एमाले र माओवादीले देशभरिबाट क्रमशः 18, 9 र 8 सिटमा जित हासिल गर्दै गर्दा यी मुख्य तीन दलहरूले देशका कुनै पनि निर्वाचन क्षेत्रमा अघिल्ला निर्वाचनमा उनीहरूले गरेको हरकतलाई दोहोऱ्याएनन् र फागुन 21 गतेको चुनाव धन्न देशभरि नै शान्तिपूर्ण भयो। एकल बहुमत सुनिश्चित गरिसकेको रासोपाबाट काङ्ग्रेस, मधेस केन्द्रित दल र साना शक्तिहरू पनि पराजित हुन पुगेका छन्। तर ठूलो असर भने कम्युनिस्टहरूमै परेको छ। अब कम्युनिस्टहरूले यसपटकको चुनाव हारेर वास्तवमा उनीहरूमा पर्न गएको असरमा उनीहरूकै हात छ। विक्रमसम्म 2079 सालको अघिल्लो निर्वाचनमा एमाले, माओवादी, एकीकृत समाजवादी र नेपाल मजदुर किसान पार्टीले गरी सबै कम्युनिस्टहरूले प्रत्यक्ष र समानुपातिक तर्फ गरी प्रतिनिधि सभाको संसदमा कुल 121 सिट जितेका थिए। तर संसद भित्रै पनि उनीहरूमा देखिएको आपसी एकताको कमीले गर्दा पनि संसद भित्रै पनि धेरै जसो कम्युनिस्टहरू एक अर्काकै विरोधी थिए। कुर्सी र पद पाउनैकै लागि संसद भित्र नै जुहारी खेल्थे। एमालेको अध्यक्षको कला, क्षमता तारिफ गर्न लायक छ, धेरै नै तारिफ गर्न लायक छ। उहाँको हैसियतका यहाँ अरू कोही पनि छैनन्। योभन्दा अघिल्लो पटक प्रधानमन्त्री बनेका पुष्पकमल दाहाल प्रचण्डले काङ्ग्रेस, एमाले र राष्ट्रिय स्वतन्त्र पार्टी जस्ता ठूला दलहरूको विश्वासको मत पाउँदा यता राष्ट्रिय जनमोर्चा र नेपाल मजदुर किसान पार्टीले भने उनको विपक्षमा मत दिएका थिए। सुरुमा माओवादीलाई विश्वासको मत दिएको एमाले पछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड विरुद्ध नै अविश्वासको प्रस्ताव राख्छ र एमाले काङ्ग्रेससँग गठबन्धन गरी एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुने गरी एमाले र काङ्ग्रेसको संयुक्त सरकार बन्छ। एमाले र काङ्ग्रेसको त्यो गठबन्धन
गठबन्धनमा एउटा शर्त थियो। सुरुमा एमाले अध्यक्ष केपी शर्मा ओली 2 वर्ष प्रधानमन्त्री हुने र अर्को 2 वर्ष काङ्ग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री हुने। अब गत भदौ 19 गते तत्कालीन प्रधानमन्त्री ओलीको सरकारले सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङको नेतृत्वमा 26 वटा सामाजिक सञ्जाल प्रतिबन्ध गर्छ र तत्काल टिकटकमा नेपो बेबी नाम गरेको ट्रेन्ड देशभरि नै लोकप्रिय हुने गरी चल्छ, जसले गर्दा जेनजी पुस्ताहरूमा नेपालमा वर्षौंदेखि भइरहेको भ्रष्टाचारको विरुद्ध सुशासन, पारदर्शिता र जवाफदेही जस्ता मागहरू राखेर सडकमा उत्रिन्छन्। भदौ 23 गते तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखक पदमा रहेकै बेला प्रहरी प्रशासनद्वारा सडकमा जेनजी युवाहरूको ज्यान जाने गरी जुन नरसंहार भएको थियो, त्यसैको प्रतिकारमा भदौ 24 गते जसरी आम सर्वसाधारणहरू सडकमा उत्रिए र नेताहरूका घर, सरकारी भवन र पार्टी कार्यालयहरूमा आगजनी र तडफोड गरे, त्यति नै बेला च्यासलमा रहेको एमालेको मुख्य पार्टी कार्यालय पनि अछुतो बचेको थिएन। त्यसैको प्रतिकारमा एमालेले आफ्नो पार्टी कार्यालयमा पार्टीको झण्डा यसरी बिछाएको थियो कि मानव जेनजी आन्दोलनको अघिल्लो सातासम्म सत्ता नेतृत्वमा रहेको एमालेले देशभरि त्यति ठूलो विध्वंस हुँदा र देशभरिबाट 76 जना जेनजी शहीद हुँदै गर्दा पनि एमालेले आफ्नो गल्ती स्वीकार्न मानेको थिएन र त्यसरी जलेको आफ्नो पार्टी कार्यालयमा एमालेले आफ्नो पार्टीको झण्डा लहराइरहँदा उसले आम रूपमा एउटा यो सन्देश दिँदै थियो कि जेनजी आन्दोलन हुनुमा उसको कुनै पनि गल्ती होइन र एमाले कुनै पनि हालतमा कसैसँग नझुक्ने गरी हैसा हतौडा भएको ठूलो झण्डा बिछाएर पार्टी कार्यालय जले पनि आफ्नो आत्मविश्वास नजलेको भनी एउटा आम सन्देश दिँदै थियो। हामीले त यो अपेक्षा गरेका थियौं कि एमालेले आफ्नो जलेको पार्टी कार्यालयमा 76 जना जेनजी शहीदहरूप्रति श्रद्धाञ्जली कार्यक्रम गर्ला, एमालेले जलेको पार्टी कार्यालयमा आफ्ना नेता तथा कार्यकर्ताहरू भेला गर्ला, शहीद भएका जेनजीहरूप्रति मौन धारण गर्ला, दीप प्रचलन गर्ने कार्यक्रम गर्ला। हामीले त यो अर्को अपेक्षा पनि गरेका थियौं कि काङ्ग्रेसका नेता गगन र विश्वले जस्तै आम रूपमा जसरी माफी मागे, सुध्रिने बाचा तथा प्रण गरे, त्यसरी नै कम्युनिस्ट नेताहरूले पनि सार्वजनिक रूपमा आम माफी माग्लान्, सुध्रिने बाचा तथा प्रणहरू गर्लान्। तर एमालेका एकजना नेताले पनि आम रूपमा त्यसरी माफी मागेनन्। उल्टै जेनजी आन्दोलनको अर्को दिन जब जेनजीहरूको आक्रोश थामिन्छ, एमालेका नेता कमरेड महेश बस्नेतले जेनजीहरूलाई आतंकवादी भन्न भइसकेका थिए। जेनजी भनेको आतंकवादी हो। अब एमालेका नेता महेश बस्नेतले जेनजीहरूलाई त्यसरी आतंकवादी भन्दै गर्दा यता एमालेका अर्का नेता कमरेड सूर्यबहादुर थापाले चुनाव प्रचारका बेला मै हुँ जेनजी भन्दा म पनि आतंकवादी हो भन्न चाहिँ किन नसकेका होलान्। अहिलेलाई एमालेको कुरा छोडौं, माओवादीको कुरा गरौं। जेनजी आन्दोलनको दोस्रो दिन जब प्रदर्शनकारीहरूले कमरेड प्रचण्डकै निवासमा आगजनी गरे, त्यो बेला खै कुन दुलामा लुकेका प्रचण्ड जब जेनजीहरूको आक्रोश थामिन्छ, उनी अचानक आफ्ना नेता तथा कार्यकर्ताहरूलाई भेला गरी जलेको पार्टी कार्यालयमा देखा पर्छन्। एमालेलाई जस्तै आम रूपमा यो अपेक्षा माओवादीसँग पनि गरिएको थियो कि माओवादीले पनि आफ्नो जलेको पार्टी कार्यालय अगाडि 76 जना जेनजी शहीदहरूप्रति केही श्रद्धाञ्जली कार्यक्रम गर्ला, नेता तथा कार्यकर्ताहरू भेला गरेर शहीद भएका जेनजीहरूप्रति मौन धारण गर्ला, दीप प्रचलन गर्ने कार्यक्रम गर्ला, देशमा भएको सङ्कटप्रति केही न केही त बोल्ला। तर माओवादी पनि एमाले जस्तै थियो, उसले पनि आफ्नो गल्तीलाई स्वीकारोक्ति गर्नै चाहेन। माओवादीले पनि कुनै आत्मज्ञालीन महसुस गरेन। उल्टै त्यो बेला अध्यक्ष प्रचण्डले जलेको आफ्नो पार्टी कार्यालयमा आफ्ना नेता तथा कार्यकर्ताहरू भेला गरेर त्योभन्दा पनि अझै भव्य भवन बनाउने होङकार गरेका थिए। भने अब पार्टीको नयाँ कार्यालय भवन सिङ्गो पार्टी पंक्ति देशभित्र र बाहिरका सबै पार्टी सदस्यहरूको सहयोगमा भव्य भवन बनाइनेछ। खै कमरेड प्रचण्डले गरेको त्यो होङकार कसका लागि थियो? खैर प्रचण्डले त्यो होङकार जसका लागि गरेको भए पनि जेनजी प्रदर्शनपछि देशमा भएको विध्वंसको विषयमा कुनै पनि डियर कमरेडहरूले आम रूपमा माफी माग्दै आफूहरूको गल्तीहरूलाई स्वीकारेका थिएनन्। काङ्ग्रेसका नेता गगन र विश्वको जस्तै जेनजी आन्दोलनपछि आम रूपमा प्रचण्ड पनि भिडियो मार्फत सार्वजनिक रूपमा देखिएका थिए। तर त्यो भिडियोमा प्रचण्डले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीसँग जोडेर जेनजीहरूको माग र आफूहरूको माग पनि समान रहेको भन्दै थिए। आज म जेनजी आन्दोलनकारीहरूलाई यति मात्र स्मरण गराउन चाहन्छु कि 10 वर्ष अघि हामीले दर्ज गरेका फरक मत र अहिले जेनजी आन्दोलनले राखेका मागमा समानता छ। त्यतिखेर संविधान सभामा हाम्रो संख्या पुगेन, हामीले सम्झौता गर्नु पर्यो। यो मात्रै होइन, जेनजीहरूका माग सही छन्। जेनजी आन्दोलनका मृतकहरूलाई शहीद घोषणा गर्ने, जेनजी आन्दोलनको नरसंहारलाई उच्च स्तरीय छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने जस्ता विषयमा छलफल गर्ने पहिलो पार्टी नै हामी भयौँ भन्दैछन्। 23 गते राति नै काठमाडौँ आएर हामीले पदाधिकारीको बैठक बस्यौँ। तपाईँहरूलाई थाहा छ, पहिलो पार्टी जेनजीका माग सही छन् भन्ने पनि हामी नै भयौँ। औपचारिक र आधिकारिक ढङ्गले पार्टीको बैठक बसेर जेनजी आन्दोलनका मृतकहरूलाई शहीद घोषणा गर्ने, यहाँ भएको नरसंहारको उच्च स्तरीय छानबिन गर्ने र दोषीलाई कारवाही गर्ने र सरकारले अविलम्ब प्रधानमन्त्रीले राजीनामा दिने 3टा निर्णय गरेर राति 10:30 बजे नै हामीले त्यसलाई प्रसारित गर्यौँ। त्यो पनि पहिलो पार्टी हामी नै भयौँ।
डियर कमरेड प्रचण्ड, सुरुमा जेनजीहरूको मुख्य माग प्रत्यक्ष कार्यकारी प्रधानमन्त्री भन्दा पनि देशमा कसरी सुशासन कायम गर्न सकिन्छ, कसरी भ्रष्टाचार नियन्त्रण गर्न सकिन्छ भन्ने विषयमा थियो। डियर कमरेड प्रचण्ड, पहिलो संविधान सभाको निर्वाचनमा 240 सीट मध्ये आधा अर्थात् 120 सीट त तपाईँकै पार्टीले जितेको होइन र? त्यो बेला सदनमा प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको माग तपाईँको पार्टीले किन राख्न सकेन? 2046 यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन गरौँ भन्ने तपाईँ आफैले अघिल्लो पटक सत्ता नेतृत्वमा रहँदा सम्पत्ति छानबिन गर्न तपाईँको नेतृत्वलाई कुन चिजले रोकेको थियो? हामीलाई तपाईँको पनि सम्पत्ति विवरण सार्वजनिक भएको हेर्न मन छ। 2046 यता उच्च पदमा पुगेका सबैको सम्पत्ति छानबिन तपाईँकै पालामा भएको भए सायद भदौ 23 आउँदैन थियो। यति भन्दै गर्दा प्रचण्डले केही गर्दै नगरेका चाहिँ भन्न खोजेको होइन, कुनै बेला प्रचण्डले प्रयास नगरेका भने होइनन्। प्रचण्डको विषयमा उनको क्रान्तिलाई समेटेर अझै विस्तृतमा हामी कुनै अर्को भिडियोमा चर्चा गर्ने नै छौँ। जब जेनजी प्रदर्शनपछि सुशीला कार्कीको नेतृत्वमा बनेको छानबिन आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पासपोर्ट रोक्का गर्ने निर्णय सुनाउँछ, तत्कालीन प्रधानमन्त्री ओलीले गुड्डुमा आफ्ना कार्यकर्ताहरूलाई भेला गरेर शहीद जेनजीहरूप्रति श्रद्धाञ्जली व्यक्त गर्लान्, शोक स्तब्ध घटनाप्रति दुःख व्यक्त गर्लान्, सहानुभूति प्रकट गर्लान्। आफू नै नेतृत्वमा रहेका बेला देशमा भएको त्यो सङ्कटप्रति केही न केही त बोल्लान्। तर ओलीलाई भदौ 23 र 24 को घटनाप्रति कुनै पनि आत्मज्ञालीनता महसुस थिएन। 76 जना शहीद जेनजी हुने गरी भएको सडक आन्दोलनलाई उनले सडक तमासा भन्न भएका थिए। भन्दा पहिले उहाँहरूले एउटा तमासा देखाउने, सडक तमासा। त्यो सडक तमासा के हो भने केपी ओली लगायत केही मान्छेहरूको पासपोर्ट रोक्का। उल्टै बडो अहङ्कारका साथ सुशीला कार्कीको डरले केपी ओली भाग्छ भनेका थिए। सुशीला कार्कीको डरले केपी ओली भाग्छ बुझ्नु के सोच्यो? ओलीज्यू, भदौ 24 गते जसरी तपाईँले सेनाको हेलिकप्टरले सुरक्षित स्थानमा लगेको थियो, तपाईँको निडरता र बहादुराई हामीले त्यसै दिन देखेका थियौँ। आफ्ना कार्यकर्ताहरूको अगाडि तपाईँले गरेको त्यो अहङ्कारको कुनै औचित्य छैन। अब यता काङ्ग्रेसका तत्कालीन गृहमन्त्री रमेश लेखकले जेनजी आन्दोलनमा आफ्नो गल्तीको स्वीकारोक्ति त गरेनन्, तर शहीद जेनजीहरूप्रति भने श्रद्धाञ्जली व्यक्तसम्म गर्न भएका थिए। म सबैभन्दा पहिला ती घटनाहरूमा भाद्र 23 र 24 गते भएका घटनाहरूमा ज्यान गुमाउनु हुने सम्पूर्ण व्यक्तिहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु। तर त्यसरी श्रद्धाञ्जली व्यक्त गर्दैमा, आम रूपमा माफी माग्दैमा र सुध्रिएको काङ्ग्रेस भन्दै गर्दा काङ्ग्रेसको अहङ्कार पनि कम्युनिस्टहरूको भन्दा कम थिएन। काङ्ग्रेसको कुरा त हामी आउँदै गरेको अर्को भिडियोमा चर्चा गर्ने नै छौँ, तर अहिलेलाई कम्युनिस्टहरूकै कुरा गरौँ। जसरी जेनजी आन्दोलनपछि देशमा ठुलो जनधनको क्षति भयो, त्यसको प्रतिनिधित्व गर्दै जिम्मेवार पदमा बसेको व्यक्ति जवाफदेही हुनुपर्थ्यो, पारदर्शी हुनुपर्थ्यो। तर न प्रधानमन्त्रीले, न गृहमन्त्रीले र न अरू कुनै पनि जिम्मेवार निकायले जेनजी आन्दोलनको विषयमा कुनै पनि सुहाउँदो स्टेटमेन्ट दिएका थिएनन्। उल्टै जिम्मेवार निकायहरूबाट आन्दोलन भड्काइयो, प्रदर्शनकारीहरूलाई उस्काइयो, आन्दोलनमा घुसपेट भयो भन्ने जस्ता विभिन्न तथ्य बिनाका तर्कहीन स्टेटमेन्टहरू आएका थिए। यता एमालेका महासचिव शङ्कर पोखरेलले जेनजी आन्दोलन हुनुभन्दा 3 दिन अगाडि मात्रै गोदाबारीमा चलेको एमालेको विधान महाधिवेशनले जेनजी युवाहरूका लागि भन्दै 29 बुधे कार्यक्रम ल्याउँदै थियो, तर युवाहरूले धैर्यता गरिदिएको भए जेनजी युवाहरूको चाहना र आकांक्षा पूरा गर्ने पार्टीका रूपमा एमाले नै अगाडि आउँदै थियो भन्दैछन्। आकांक्षाहरू पूरा गर्ने पार्टीका रूपमा अगाडि आउँदै थियो। हामीले त्यस प्रकारका सङ्कल्पहरू, योजनाहरू तयार गरेका थियौँ, तर बेहुना नै भन्नुपर्दछ हामीले ती योजनाहरू व्यवहारमा लागू गर्न नपाउँदै अब कमरेड शङ्कर पोखरेलले दिएको त्यो अभिव्यक्ति अनुसार एमाले आफ्नो विधान महाधिवेशनबाट पारित गरेको 29 बुधे प्रस्तावमा युवाहरूका चाहना र आकांक्षा पूरा गर्न के कस्ता सङ्कल्पहरू राखेको रहेछ भन्दै मैले एमालेको त्यो 29 वटा बुदाहरू पढेँ। तर ती 29 वटा बुदाहरू मध्ये एउटा मात्रै युवा भन्ने शब्द 19 नम्बरको बुदामा छ र 19 नम्बरको त्यो बुदामा लेखिएको छ जनसाङ्ख्यिक संरचना अनुरूप युवा, महिला, श्रमिक, जनजाति, मधेसी, मुस्लिम, थारू, अल्पसङ्ख्यक पिछाडिएको क्षेत्र, अपाङ्गता भएका समुदाय, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक लगायतको बीचमा व्यापक रूपमा पार्टी सदस्यता विस्तारमा ध्यान दिने यो महाधिवेशन पार्टी पङ्क्तिले आह्वान गर्दछ। डियर कमरेड शङ्कर पोखरेल, तपाईँले भनेअनुसार युवाहरूको चाहना र सङ्कल्प
युवाहरूले तपाईँको पार्टीमा सदस्यता प्राप्त गरेपछि मात्रै पुरा हुने हुन्? जेनजीहरूले तपाईँका 29वटा फगतका प्रस्तावहरू पर्खने धैर्यतै नगरी सडकमा उत्रिएर सुशासनको माग राखेकोमा उल्टै तपाईँहरूसँग पो माफी माग्नु पर्ने थियो। भदौ 23 गते हामी सडकमा उत्रियौं। हाम्रा 76 जना साथीहरू शहीद भए, 2000 भन्दा बढी घाइते भए। त्यसैको प्रतिकारमा अर्को दिन देशमा त्यति ठूलो विध्वंस भयो भन्दै उल्टै कमरेडहरूको फलामे अडानलाई टेकेर पो जेनजीहरूले तपाईँहरूसँग माफी माग्नु पर्ने थियो कि? कम्युनिस्ट नेताहरूमा त अझ कुनै पनि आत्मज्ञालिन्त थिएन। धेरैजसो कम्युनिस्ट नेताहरूले त कुनै लज्जा नै नराखी चुनावमा उमिएका थिए। अब चुनाव अगाडिसम्म मात्रै एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो लागि जित अपरिहार्य रहेको र हारको कल्पना गर्न नसक्ने भनेका थिए। ओलीज्यू, भदौ 23 गतेलाई पनि जनताले कल्पना गरेका थिएनन्। देशको प्रधानमन्त्री जस्तो सर्वोच्च पदमा रहँदा पनि जेनजी आन्दोलनप्रति उनलाई अलिकति पनि आत्मज्ञालिन्त थिएन। एमाले अध्यक्ष ओलीले चुनाव अगाडि एउटा भावुक भन्न मिल्ने खालको भिडियो सन्देश फेसबुकमा राखेका छन्। भिडियोमा उनले तत्कालको निर्वाचित सरकारले अपदस्थ गराएर प्रतिनिधि सभा विघटन गरियो पनि भन्दैछन्। एउटा निर्वाचित सरकारलाई अपदस्थ गराउन र गराएर देशमा विध्वंस मचाइयो र भएको प्रतिनिधि सभा विघटन गरियो। ओली आफैले प्रधानमन्त्रीको विश्वासको मत प्राप्त गर्न नसकेमा वा प्रधानमन्त्री नियुक्ति हुन नसकेमा प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधि सभा विघटन गर्न मिल्ने संविधानको धारा 76 र उपधारा 5 मा रहेको व्यवस्था बमोजिम त्यति बेला प्रतिनिधि सभा विघटन गरेका थिए। 2077 सालमा ओली आफैले गरेको संविधान सभा विघटन बिर्सिए र ओली आफैले गरेको संसद विघटनलाई अपदस्थ भन्दैनन्, तर अरूले गरेको विघटनलाई अपदस्थ भन्दैछन्। फागुन 21 गते निर्वाचनको दिन ओलीले आफ्नो फेसबुकमा एउटा स्टाटस लेखेका छन्। त्यो स्ट्याटसमा उनले फागुन 21 गते उनको जीवनका 2 संयोगहरू भएको दिन हो भन्दै फागुन 21 गतेलाई सुखानी शहीद दिवसको संज्ञा दिँदै आफ्नो मृगौला प्रत्यारोपण पनि त्यसै दिन भएको भन्दैछन् र फागुन 21 गतेकै दिन उनी मृत्युको मुखमा पुगेर पुनर्जन्म पाएको दिन पनि भन्दैछन्। त्यो स्ट्याटसको अलिकति तल झापा विद्रोहमा शहीद भएका शहीदहरूलाई पनि सम्झना भएका छन् र श्रद्धाञ्जली व्यक्त पनि गरेका छन्। झापा विद्रोहमा शहीद हुने शहीदहरूप्रति हामी श्रद्धासुमन व्यक्त गर्दै हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ। त्यो बेला उनलाई जेल सार्ने बहानामा हत्या गरिन लाग्दा आफू मृत्युको मुखबाट फर्किएर आएको कुरा पनि फेरि दोहोऱ्याएका छन्। तर ओलीको यो स्ट्याटसमा भावुक भन्न मिल्ने खालको एउटा सन्देश देखिए पनि यो स्ट्याटसलाई एनालाइसिस गर्ने हो भने उनको यो स्ट्याटसमा एउटा तितो यथार्थपन लुकेको छ। फागुन 21 गते ओलीले स्ट्याटस मार्फत आफूले प्रत्यारोपण गरेको मृगौलालाई पनि सम्झिएका छन्, सुखानीमा शहीद भएका शहीदहरूलाई पनि सम्झिएका छन्, झापा विद्रोह पनि सम्झिएका छन्। तर उनले भदौ 23 गते जेनजी विद्रोहमा शहीद भएका 76 जना जेनजी शहीदहरूमध्ये 1 जनालाई पनि सम्झिएका छैनन्। आफूले प्रत्यारोपण गरेको अङ्ग मृगौला सम्झिँदै गर्दा भदौ 23 गतेको दिन आफ्नै प्रशासनद्वारा जेनजीहरू अङ्गभङ्ग भएर सडकमा ढलेको कुरा उनले सम्झिएनन्। स्ट्याटसमा उनले झापा विद्रोह सम्झे, तर भदौ 23 गते आन्दोलनको दिन गोली चल्दा सडक रत्ताम्बे हुने गरी भएको जेनजी विद्रोह सम्झेनन्। आफू मृत्युको मुखबाट फर्किएर आएको कुरा उनले बारम्बार सम्झिए, तर भदौ 23 गतेको नरसंहारमा मृत्युको मुखबाट फर्किएका हजारौं घाइते जेनजीहरूलाई उनले सम्झिएनन्। डियर कमरेड केपी शर्मा ओलीज्यू, आफूले गरेको विद्रोहलाई मात्रै विद्रोह भन्नुहुन्छ भने तपाईँको नेतृत्वले हामी कुन एंगलमा नेतृत्व भन्ने? त्यो केवल तपाईँको एउटा अहंकार हो। जसरी झापा विद्रोहमा मारिएकाहरू तपाईँको नजरमा शहीद हुन सक्छन् भने भदौ 23 गते जेनजी विद्रोहमा मारिएकाहरू तपाईँको नजरमा किन शहीद हुन सक्दैनन्? कमरेड केपी शर्मा ओलीज्यू, तपाईँले बारम्बार मृत्युको मुखबाट फर्किएर आए भन्दै हुनुहुन्छ। भदौ 23 गते इटरीका सान्तना ढकाललाई बायाँ बङ्गारामा लागेको गोलीले उनी मृत्युको मुखबाट 1 इन्चले मात्रै बचेका थिए। के उनी मृत्युको मुखबाट फर्किएर आएका होइनन्? तपाईँ के भन्दै हुनुहुन्छ अध्यक्षज्यू? भदौ 23 गतेको दिन नेत्रबहादुर थापाको छातीमा 9 वटा गोली लागेको थियो। के उनी मृत्युको मुखबाट बचेर आएका होइनन्? जेनजी आन्दोलनमै घाइते भएका मुकेश अवस्थीको देब्रे खुट्टामा गोली लाग्यो। गोली उनको खुट्टाभित्र विस्फोट भयो। उनलाई कति पीडा भएको थियो होला? उनले आफ्नो देब्रे खुट्टा गुमाए। के उनी पनि मृत्युको मुखबाट फर्किएर आएका होइनन्? ओलीज्यू, तपाईँले लागेको घाउ मात्रै घाउ भन्नुहुन्छ, तर अरूले लागेको घाउ त घाउ नै होइन भन्नुहुन्छ भने तपाईँको नेतृत्वले हामी कुन नेतृत्व भन्ने? जेनजी आन्दोलनमा आफ्नो नेतृत्वको गल्तीलाई त तपाईँ स्वीकार्नु भएन। चुनाव अगाडि झापा 5 मा आफूलाई कसैले हराउन नसक्ने भन्ने तपाईँको अहंकारको हार त स्वीकार्नुहुन्छ होला नि? कि त्यो पनि स्वीकार्नुहुन्न? एमाले, माओवादी लगायत अरू पनि कम्युनिस्ट पार्टीका डियर कमरेडहरू हातमा रोलेक्सको घडी लगाएर, खुट्टामा महँगो जुत्ता लगाएर, महँगो गाडीमा हिँडेर, महलमा बसेर समानता, सामाजिक न्याय र श्रमिक वर्गको हित भन्दै वामपन्थीको नाममा वर्षौंदेखि गरिरहनु भएको तपाईँको राजनीतिलाई तपाईँहरू वामपन्थी भन्नुहुन्छ भने आफ्नो विचारको धजिया तपाईँहरू आफैले उडाइरहनु भएको छ। चाहे
नेता वा जनता नै हामी आफैलाई समाजवादी वा राजावादीको संज्ञा दिँदै वामपन्थी र दक्षिणपन्थी भन्दै आफ्ना विचारको विभाजन गरी गर्वका साथ म झोले हुँ भन्छौँ, तर म देशवादी हो भन्न किन सक्दैनौँ? हुन त यहाँ सबैको आफ्नो विचार छ र आफ्नो विचारको आफ्नो मूल्य पनि छ, तर मैले यहाँ कसैको विचारले गलत हो भन्न खोजेको होइन। तर देशमा वर्षौंदेखि वामपन्थी र दक्षिणपन्थीका नाममा एउटा विचारको कुराजनीति भइरहेको छ। मेरो विचार नै महान हो, म नै महान हो भन्ने एउटा अहंकारको राजनीति चलिरहेको छ। मैले अघिल्लो भिडियोमा पनि भनेको थिएँ, हामीलाई राजतन्त्र वा गणतन्त्र होइन, हामीलाई त केवल जनतन्त्र मात्रै चाहिएको हो। जनताको विशुद्ध शासन, जनताको मात्रै शासन, किनकि जनता नै जनार्दन हुन्। याद रहोस्, जनताले चाहे सरकार मात्रै होइन, अहंकार र विचारको राजनीति पनि फेरिदो रहेछ। फागुन 21 गतेको चुनावले वर्षौंदेखि चलिआएको अहंकारको राजनीति त ढाल्यो, तर अहंकारी शोषणको हिसाब किताब गर्न अझै पनि बाँकी छ। डियर कमरेड केपी शर्मा ओली, तपाईँ फागुन 21 गते नबिर्सनुहोस्, हामी भदौ 23 गते बिर्सदैनौँ, किनकि हिसाब किताब गर्न अझै बाँकी छ।